मान्छे साह्रै धेरै मर्दैछ, असङ्ख्य धेरै मान्छे मर्दैछ र जाने क्रम मर्ने क्रम तमाम जन्मिनुभन्दा पनि झन् ज्यादा मर्ने क्रमले जितिराखेका छ। त्यो सबै कुरा दबाई पानी औषधिहरू हामीले छिर्काएर खान्छौँ, बाली नालीमा छिटेर खान्छौँ। त्यसको परिणाम हो हाम्रो आयु छट्याउँदैछौँ हामी आफैलाई। र हामी बसेको वरिपरि खोलो पहिरो नजाओस्, ठुल्ठुलो हावाहुरी नचलोस्, र आगलागी नहोस्, र दुखीमार नहोस्। हामीमा सबैमा सुख शान्ति रहोस् र झगडा मामला नहोस् भनेर हामीले एउटा मागप्रति पनि हामीले सम्झेका छौँ, प्रार्थना गरेका छौँ। र त्यसको अलावा हामी अब सानो एउटा धार्मिक कार्यक्रम हामीले गरेको, हामीले सालिन्दा गर्ने गरेका छौँ। र हामीले चौको नितो गरेर, नुहाइधुवाइ गरेर, साफसफाइ गरेर हामीले होम आदि सेवाहरू लगाएको छौँ। र हाम्रो रोग व्याधहरू विश्व महामारी जस्तो, रुगामार्गी जस्तो, हामीमा प्रेसर जस्ता रोगहरू, चिनी बिमारी जस्तो रोगहरू र अनेक